कट्टु लाएर हिँड्न मलाई कस्तो रहेछ गर्मीमा कट्टु लाएर दिनको मान्छे गरेको हुन्छ कि कट्टुसँग पर्छ हो हो र म त कट्टु लाएर आउने हो त्यही भएर त अनि के अरे ट्राउजर नलगाएको त विराट खाइ पुग्यो घर अगाडि आइसक्यो आउनु गफ हान्नेको म कपडा लगाएन अब ल म ढ्याप्सु घर आइसक्यो ल ल ल म निस्केँ ल जिन्समा पनि हुन्न नि त जिन्स लगाइदिए हुन्छ 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 ल म निस्केँ है मैले काटिदिएँ है म मात्रै निस्केँ है ल कता हिँडेको त ल ल ल लगडा गुड मर्निङ त जाने आज जाने यहाँ माछा पुरा जाने आज बस ल गुड मर्निङ गाइज आज चाहिँ हाम्रो यहीँ बस्नु त पछाडि है विराज गीत निभाइदेऊ न एकछिन गीत निभाइदेऊ न यार ल विराजलाई नै भेट्यो होइन अघि हाम्रो कल भइसकेको थियो नि त भिडियो कल अझै किन थाहा छ बर्थडे ए तिम्रो चस्मा त खतरा रहेछ त अब यो चस्माको लाएर हिँड्नु मलाई आउँछ त्यहाँ खतरा छ त त्यो कति हाले किनेको बब्बाल रहेछ चस्मा त्यहाँ खै टिप्छ हाल्नु हो र सही रहेछ नि त ए बबाल देख्दो रहेछ कस्तो रहेछ मलाई एउटा ए आमा सही रहेछ त बिहा यहाँ यस्तो कुल देख्दो रहेछ है ल हामी बर्थडेमै हिँडेको अब त्यहाँ कार्तिक कालेलाई बोकेर कहाँ हो जाने चाहिँ कहाँ हो थाहै छैन यस्तै हुन्छ कि हामी जहिले नि अन्धाधुनमा दौडिन्छ क्या अब ल चाचा ल ल बाई बाई ल ल ल हाम्रोसँग साथी हो के स्कुटर खेल्ने भइसक्यो त्यहाँ स्कुटर खेल्न जानु लाग्यो अरे म त खुट्टा दुखेछ यार न चस्मा तिमीलाई नै हिरो देखेको थिएँ यो गाडी त कस्तो ठुलो लाग्यो कि अगाडि त बिरा छैन नि त्यो म त डल्ला गाडीमा चढिराखेको बानी थिएँ नि त यस्तो स्पेस हुने छैन नि त त्यहाँ त अनि यो त कस्तो ठुलो लाग्यो कि कफी होइन त्यसले त के बेच्छ बेच्छ अब त पकौडा सकौडा पनि बेच्ने भन्दै थियो पकौडा झिर अनि त्यो जेरीपुरीहरू हुन्छ नि धुती बनिएको पक्का माडे भन्छ नि त्यसै गफ हानेको फेरि कहाँ कफी सपमा अनि जेरी सेरी बेच्यो भने त औडा देखिहाल्छ नि होइन हेलो जेनी बहिनी गुड मर्निङ ल ह्याप्पी बर्थडे धन्यवाद ह्याप्पी बर्थडे थ्याङ्क यू आज न बस्नु चट्टी लिएर आयो होला नि केटाहरूले हामी किन ल्याउने चट्टी तलतिर जाने भन्ने चट्टी नलिएर नि खोइ हातै मिलाएन बिटाटी हात ठडाइ गरी हात मिलाइदिएन बर्थडे हात त मिलायो कि अङ्गल मार्नै पाएन क्या अगाडि ड्राइभर सिटमा अङ्कल आएन अहिले मस्त सँगै सुत्दै हिँड्छ बरु त्यहाँ थ्याङ्क यू जाने चाहिँ कता होला भन्न त बर्थडे भाइ विराज दाजुले हो लैजाने ए यार हामीले बर्थडे बाला भनेर कुरेर बसेको होइन लैजाने ठाउँ त अब उसले भन्ने भनेको त अनि मैले भनेको ठाउँमा त अनि हजुरहरूलाई जानै मन लाग्दैन जानु त जहाँ गयो नि जानु त सधैँ एउटै ठाउँ भयो भन्छ अब मलाई फेरि त्यही ठाउँ मात्रै मनपर्छ किन हो किन सबैलाई फेरि नजिक सजिलो नि त्यही ठाउँै छ होइन विराज भन नि त कता जाने हो खोला पनि छ कता छ खोला जाने हो यसले भने ठाउँमा जाने जाममा त जाम ल जाम गरिदिनु ल नवीन दाइ हामी आउँदैछ है तपाईँकोमा ओके खाना बनाएर राख्नु वीरेन्द्र चोकलाई सलक्कै घुमाइदियो केटाहरूले ल कसम टाँसिँदै जाँदो रहेछ यो गाडी त टाँसिँदै जाँदो रहेछ यो गाडी त के कस्तो टाँसिँदै भन्नाले त्यो घुम्तीमा पनि टाँसिँदै घुम्दो रहेछ टपक्कै टाँसिँदै है बवाल छ नि यहाँ पिटी चक्कर जाममा हामी अनिललाई म हाम्रो बर्थडे बोय हामी जाने चाहिँ कहाँ हो गाडी चिना यो जाम लम्बा भयो आज किन यार 30 सेकेन्ड होइन त कहाँ 120 सेकेन्ड हो 30 सेकेन्ड त छोड्ने हो 30 सेकेन्ड
यहाँ त 120 सेकेन्ड रोक्छ कि कार्तुस। यो त हाल्नै नपर्ने चिज हो। यहाँ हाल्यो भने पछाडिको अनि अब यो पुल बनेपछि चाहिँ हो पछाडि नि छ टन्नै गाडीहरू तल पुल नबन्दाखेरि चाहिँ कति छ त्यहाँ पुलमा मात्रै त्यो जाम भएर लोड परेर गाडी अड्कियो भने कति बेला अब छुटे पनि हाम्रो पालै नआउला जस्तो लाग्ने कि फेरि रोक्ला जस्तो लाग्ने। कहाँ छ नान यहाँ त नान कहाँ छ किमा नान के सही हुन्छ खाइदिउँ न त ल नान। राजन मान्डु भन्नाले सानो मान्डु क्या ठुलो होइन ए त्यो ठुलो मान्डुले त कति लाग्यो हामी ठुलो मान्डु त फिल्मको हिरो होइन त्यसले मलाई झन् क्यामेरा चलाउनु सिकाउँछ काममा हाल्छु भनेर चाहिँ अब हुनै गरेन नि त्यो मान्डुले झन् दाई कहिले दाई भन्थेन मुलालाई त्यो दिनमा झन् दाई के दाई दिएको हो क्या मैले जिन्दगीमा दाई भन्थेन कि त्यसलाई कि ल दाई है यहाँ भनेको त अब आयो भने त राजन मान्डु भनेर बोलाउनु पऱ्यो। उमेर नि एउटै हो काम साम मिलाइन्छ कि भनेर के हो कि दाई भने यस्तो रेस्पेक्ट गरेर बोल्यो फोनै हानेन एक कन्ने हानेन क्या हुने भाइ भनिदिएको भयो नि होइन ल भने ढुक्क हुन्थ्यो नि त 1 वर्ष बढी भयो नि त्यो हाम्रो घर टिमहरू आउँथ्यो नि तर उस आउँथ्यो नि दिपक दाई हो त्यतिखेर हो क्या यस्तो जाम छ है यता यता नि जाम उता नि जाम पोखरा काठमाडौँ भइसक्यो अब अझ इन्टरनेसनल एयरपोर्ट चलेको भए त डेन्जर जाम हुन्थ्यो होला है इन्टरनेसनलै फुलेको भयो कि एयरपोर्ट के यताबाट साइडबाटको निस्केछ त्यो गाडीहरू त चुनाव छ नि त चुनाव चलिरहेछ नि त अहिले त्यसले गर्दा हो गाडी यतातिर पठाइदिएको छ क्या उताको लाइन गर्दा हामी यता चाहिँ कता हो त नि जाने कहाँ छ र यता नान हाउस यो नयाँ बजारको यहाँ भनेको हामी त अब यस्तो गर्ने कि यताबाट सिधै गएर त्यो जिरोको हाइवे छ नि सिधा त जहाँबाट निस्केर जाम है न त यता आयो भने त जाममा पर्छ। क्याफे पनि हो होइन त यो रामबजारकै हो कि यो पुष्पा भन्छ नि रामबजार पनि पुष्पा हो नि यो नयाँ बजार हो है नयाँ बजार ल गाडी दियो त यहाँको हालिदियो त रहेछ सिसा लगाऊ है पछाडिको रामबजारको नान हाउस हो यो पनि रामबजारमा पनि छ नि एउटै ब्रान्चहरू दाजुभाइको हो आइदिन्छ नि हेरेर क्यामेरामा तिमीलाई देखाइदिन्छु नि त ल कस्तो खालको क्यामेरा हो रहेछ त हो र कति पर्यो यो त यार यो गिफ्टेड हो मलाई पनि थाहा छैन कति पऱ्यो भनेर ल हामीलाई नान खाइदिउँ न त भाइ ल नान आइसक्यो गाइज उता त सुरु पनि भइसकेको तिमीलाई त त्यो सस्तो देख्दो रहेछ त्यो एउटा थियो नि त्यो रोडिजको थियो नि त्यो के अरे त्यो मेन जज थियो नि एउटा रोडिजमा आउँछ नि त्यो पोखरा नै आइरहेको थियो त्यो सम्राटसँगै भेटिरहेको थियो त रेमन जस्तो देख्दो रहेछ त ल रेमनसँग बसेर आज नान खान पाइयो मम्मीहरू मात्रै खाएको देखाउँछु रेमनले रेमन हो कि एमन हो त्यो जस्तो देख्दो रहेछ होइन रेमन हुन्छ नि त्यो रोडिजको के त्यस्तो देखेको विराटलाई भनेको के त्यस्तो भने मक्ख हुन्छ केटाहरू मक्ख बनाउन जान्नु परेन कस्तो तातो रहेछ कसरी खाने त्यसलाई पनि 20 एक्स्ट्रा हेर्नु राख्छु आज त पार्टी छ अचारमा डुबाएर पिटी चोकको बाटोमा होइन जाम बुद्ध चोकबाट माथि माथि गयो बफ नान हो यस्तो हुन्छ कि नान पिज्जा जस्तो हुन्छ पिस 4 पिस टेस्टी हुन्छ क्या यो आज बर्थडे सुरुको बर्थडे बोयको उस हो कि यो के भन्छ अरे त्यसलाई ट्रिट है के भन्छ त्यसलाई बर्थडे बोयको
फाड दिनभरि मलाई भन्दै बस्ला आज बर्थडे मैले के खुलाउँछ आज दिउँसरी हेर न नानबाट सुरु भयो नि पहिलाको वर्ष नि याद छ नि पहिला के गर्थ्यो र हामी हरिकोमा गएको राति बसेको ए वाकले नि थियो नि उतातिर बाटोतिर गएर भेट्नुपर्छ अब खाएको कति ल्याउने है यतिमा बर्थडे बोयले के खुलाउँछ हेर्नु परेन होला ढुङ्गा चाहिन्छ अरे हामीलाई चाहिँ कट्टु चाहिएकै बक्सर खोलातिर जहाँ गएपछि त अनि मेरो बक्सर पुरानो भइसक्यो च्यातिसकेको थियो अब त्यसलाई अब फालिदिने पौडी खेलेर नयाँ बक्सर किनेर लगाएर हिँड्ने अब भनेको के अरे हामी यहाँ खरेमा आएर बक्सर हेर्न आएको खै बक्सरै छैन क्या ल बहिनी बक्सर छ र किन त्यो गर्नु पर्यो देखाउ त डाइरेक्ट झार्दै नि हुन्छ नि 150 किन छ र लाइटर मान्छेमा त 3टा सेटै आउँछ त नि आजकल हो 50 केमा आइसक्यो हामी नवीन दाइ तपाईँलाई लिन आएको तपाईँ त नरहेछ हामी फर्क्यो है हो ल ल यहाँ चाहिँ पानी जम्मा भइसकेको छ अब चाहिँ स्विमिङ खेल्नको लागि रेडी है रेडी भइसकेको छ यहाँ ल अब चाँडै नै हुन्छ यहाँ रेडी ल हामी निस्कियो अब भयो जाने हो भयो चलाउने हो चलाउला जाइ गर्छ त अन्त अनि खै ल यहाँ कारतुसको मामा घर आइपुग्यो ल देखाइदियो हुन्छ यो कारतुसको मामाको होटेल हो कि के हो होटेल हो यो चाहिँ होटेल घर चाहिँ उता घर चाहिँ यता लेफ्टमा हेर्नु जाला ढोक नगर्दै फेरि मामाको खुट्टा छुनुहुन्न होइन ल फाइनली गाइज हामी चाहिँ घाटसिना आइसकेको छ है घाटसिना देखाइन्छ है म घाटसिनाको चोक होइन यो पुल देख्यो पुल हो यो अनि यो चाहिँ तारादाईको होटेल कि पसल यहाँ चाहिँ केटाहरूले बियर खाने रे विराज र कारतुसले अनि म चाहिँ जुस खान्छु त्यही माथि नुहाउने हो हामी होइन हामी त्यहाँ खोलामा अस्ति हामी गएर पौडी खेल्थ्यो कि त्यो सानो रह थियो नि त्यहाँ सानो त के भने ठुलै हो त्यो रहमा चाहिँ यस्तो बियर सियर खाँदै पौडी सियर खेलेर अनि कारतुसको बर्थडे मनाउने भनेर आएको खास नवीन दाइकोमा जाने भन्यो नवीन दाइको पनि क्यान्सल भयो माथि जाऊँ भन्यो नवीन दाइ पनि पोखरा जानुभयो रहेछ भेटेन सोल्टी पनि भेटेन सोल्टीको नि पुल हाउस बन्द थियो सोल्टी अमृत सोल्टी है आफ्नो नि पुल हाउस बन्द रहेछ कता गएको तिमी नरहेछ आफू अनि हामी यहाँ पसलमा अब सपिङ गरेर माथि फेरि त्यो अस्तिको पौडी खेल्ने ठाउँमा पुग्छु है अब त्यहीँ भेट्नु पर्ला है हामी पौडी सौडी गरेको बियर सियर खाएको रमाइलो गरेको एकछिन इन्जोय लिन्न तपाईँहरूले पनि है ल अब वहीँ गएर भेटौँ यो लाइफ जकेट बडी त्यो हुन्छ नि के भन्छ त्यसलाई सेक्युरिटी के भन्छ बचाउने मान्छेलाई के भन्छ अरे लाइफ गार्ड के एउटा लाइफ गार्ड राख्न पर्ने क्या खास त्यो उसहरूमा के सेफ्टी हुन्छ नि त बगाइदिएको कि मान्छेले ह्याप्पी बर्थडे विराज कारतुस भाइ अनि म त्यसको पर्सि हो फेरि के बर्थडे हो ल अहिले एडभान्समा ह्याप्पी बर्थडे है जन्मेको 2 दिनको फरक हो क्या हामी ए हो जम्मा 2 दिन फरक हो दुईजना त्यही भएर चाहिँ एउटै सुत्नु नि ए कहाँ हुने त यस्तो डढेको छस् अनि युकेश ल युकेश भाइ नि अहिले भर्खरै आइपुगेको है हामीले फोन गरेर आएको फेरि त्यसो त कहाँ आउँछ भाइ होइन र हामीले कल गरेर आएको नि फेरि भाइ पनि टक्क नुहाउने भनेर आएको रहेछ चट्नी सट्नी बोकेर आएको छ होइन र हामीले पनि चट्नी किनेर आएको क्या हामीले पनि बक्सर किनेर आएको अस्ति नै खेलेको ठाउँ हो क्या हामी यहाँ पौडी खेलेको ठाउँ हो हेरिरहेको छु नि मेरो भिडियोहरू होइन
खुसी लाग्छ केटाहरूले हेर्दै नि हो कि खुसी लाग्छ हेर्दै गर न है तिमी आफ्नो आफ्नो मात्रै आफू मात्रै भएको नहेर कि अरूको पनि हेर कि है मैले अरूको हेरिहाल्छु मजाको अनि भाइले बोकिरहेको छ हामीसँग स्कुटी हो त्यहाँ देखाइदिनु त यस्तो ल दिनु त क्यामेरामा स्कुटी हिजो खोलामा गएर बियरसँग खानको लागि खेल्न मिल्छ र यहाँ हो र कहाँ बस्ने होला हामी मान्छेहरू त टन्न सबले बियर लिएर इन्जोय गरिरहेको छ चिल भइरहेको छ गर्मीमा मोज छ मोज ऊ अब लङ टाइम नो दिइसकेको छ एउटाले फेरि अघि त्यहीँ हाम्रो अगाडिबाट आएको हो कि त केटाहरू फेरि एकछिन जिउ भिजाउँदै बस्नुपर्छ पानीको छेउमा बिचमा जान त डर छ डर हेर पारि हेर त पछाडि डेन्जर बढेको डर हुन्छ यहाँ त अस्ति भर्खर एउटा डुब्न लाग्थ्यो कहाँ हामी पनि डुब्न लाउँदैन फेरि 360 हान्नु चाहिँ यस्तरी सर छ क्या म चाहिँ यहाँ छु कि म पनि देखाउनु पऱ्यो नि त होइन पछाडि हो कि त्यहाँ दामी ठाउँ हो तर त्यहाँ चाहिँ तान्छ अरे क्या मान्छेलाई डर मान्छे 3 जना मरिसकेर त्यहाँ हामी यता छेउछेउमै खेल्छ अब सही भाइ सही यति त गयो नि त कति धेरै त गयो नि त हेर न यत्रो बोको त गयो नि त यति त धेरै सफा भयो नि अब त यस्तो यस्तो पौडी खेलेर आउनु उहाँसँग गएर आउनु त झर्नासँग ओ गइदियो त डर लाग्छ मान्छे पक्का त्यहाँ मैले भनेको जस्तै मान्छे जस्तो देखिने कि त्यो रोडिजको मान्छे के रहेछ नाम एमन हो त्यो त्यसको पनि छ नि भुँडी त्यो कपडा नदेखाएर ल डाइ फाट्दिम पनि ऊ साथी झर्नासँग पुगेर आऊ ल तिमी हो सकिन्न है ल घाँस सक्दैछ एक्लै त डर लाग्ने कि है चस्मा खोज्नुपर्छ पानीमा अनि बाहिर देशबाट पठाइदिएको भनेको चस्मा स्वाहा हुन्छ अनि खेल्दो रहेछ राम्रै खेल्दो रहेछ है पुरा गफ हान्दै बसेछ त्यो त्यहाँ बर्थडे भयो धनी यता आएर बस भनेको बियरको बोतल छुँदैछ त त्यसले त त्यही केटाले त्यस्तै छ त्यसलाई त होइन धेरै नचिनेको मान्छे छैन त कस्तो त मलाई तान्छ क्या मान्छे
से भाइ कस्तै चाहिँ यो कटकमा अगाउँ बाँड्ने कुरा चाहिँ आज अहिले भर्खर किनेको यो फेरि यो बक्सप किन्ने बेलामा किनेको कि तालमा ताल खोलामै हामी म त पौडी खेल्छु नुहाइधुवाइ गरिसक्यो अब बर्थडे बोय पनि गरिसक्यो विराज भाइ गर्न बाँकी छ उठेको छ विराज चाहिँ है विराज भयो विराज सर्ट हानेर भयो राम्रो लाग्यो भने राम्रो लाग्यो भने मसँग यतिसम्म पठाइदिन्छु एक सर्टको हान त एक सर्ट हान चाट हान नि त तर राम्रो झ्याम्पे कहिले खानुहोस् त्यही भएर अहिले खाएर त थाहा पाउनुहोस् ल बर्थडे बोय केही भन्नु छ तँलाई लभ यु अनि हाम्रो युकेश भाइ दाइको च्यानलमा केही भन्नु ह केही छैन दाइलाई ल गाइस पानी पर्यो यार ओए भाइ यतै त हेर्दैन त ल हेर यिनीहरू नै आज परेन पानी पर्ने बेलामा आउँछ यिनीहरू यार यसले पनि टिकटकमा खुब हाल्छ नि भिडियो त फेरि होइन ल भाइ तिमीलाई पनि है ल दाइ भनिदेऊ त पौडी हालिदेऊ नि त ल आउँदैन ल ठिक छ ल ल ल इन्जोय इन्जोय मेला त उस जस्तो देखेको यार डेनी जस्तो देखेको यार यार डेनी जुन जुम्पा के भन्छ नि अहिले यस्तो त उस जस्तो देखेको त्यो फाइट डाइरेक्टर छ नि एउटा के अरे त्यो खड्की राजेन्द्र खड्की जस्तो देखेको यार खै यता हेर त आला फेरि टुप्याक देखाएको मेरो दाइ म दाइको भाइ भएपछि दाइ जस्तो देख्दैन बित्दै त चेन्ज भइरहेको मेट्रो लाँदै गर न है नबल जाम ल हामी फर्कियो हामी तास खोलाबाट खोला देखे पछाडि बाहिर हान्दैछ त डाइभ छोडिहाल्दैछ ल हामी यहाँ फेरि एकछिन गर्दा चिल हुन्छ एकछिन बस्ने होला नि त भाइकोमा है ल एकछिन फेरि हामी त भाइकोमा बस्छु अब है अनि हाम्रो विशाल भाइको कटेज चाहिँ यस्तो छ कि यहाँबाट यताबाट त्यहाँ कस्तो देख्दै रहेछ है यस्तो छ कि पौडी खेलेर आउनु त्यताबाट सर हिँडेर आएपछि भाइको यो आउँछ खाजा खाने ठाउँ नेपालको झन्डा र त्यो के भन्छ यसलाई लाउँदाको मैले टोपी लगाएको छु नि सेम यो झन्डा र मेरो टोपी एउटै हो कि उतापट्टि यो टोपी चाहिँ मेरो टोपी टोपी के हो र यो चाहिँ सेम हो कि यो झन्डा यही हो विशाल भाइको कटेज ल भात छ भने म भात खान्छु है चिकन मोमो छ त खाएको नि देखाइदिनु लास्टदेखि गाडीमै पहिला 70-80 हजार राम्रै हो त तर सेतो चिकन कस्तो छ 70-80 हजार भनेको त मजाले 5वटा फ्यामिली पाल्न पुग्छ सानैबाट त्यस्तै भयो पाण्डेको बुढीले बनाएको छ मोमो मासु अलिक धेरै हाल्दै भन्नु अझ भन्दा है मिठो त मिठै छ मासु अलिअलि थप्दैन हजुर ल हामी चाहिँ यहाँ बर्थडे पनि मनायो सिङ्गिङ पनि गरियो नुहाइधुवाइ गर्न आएको जस्तो भयो बर्थडे मनाउन आएको बर्थडे भयो अझै पनि चलपल दिँदैछ वहीँ आउँछ जहाँ यता यो यहाँ घाटसिना चाहिँ ल्यायो भने
के भुल्छ भुल्छ के आउनै खोज्दैन घर जानै खोज्दैन कोही पनि आएन त आयो आयो होइन न मान्छे आयो नि ए उस हो त्यो त भरे राति 8 बजे भन्दा हुने कहाँ डाइरेक्ट अहिले आउँछ त डाइरेक्ट 8 बजेको लागि सेड्युल मिलाएर आयो 8 बजे ठ्याक्क आउँछ कि फेरि पनि केही इम्प्रोभाइज गर्न मिल्छ मिल्छ देखिस् मैले भने होइन झोला नबिर्सी भनेर लास्टमा मैले बोकेर अब मैले बिर्सेको होइन मैले बिर्सेको होइन तैँले राखेको हो कि होइन मलाई थाहा छैन तैँले राखेको हो कि होइन त्यो तखतीमा तखतीमा मैले राखेको हो कि अरे सम्झिन पनि तैँले हो छैन फेरि सम्झिन पनि तैँले होइन त तेरो झोला भएपछि मैले त राखिदिएको नि सेप मैले पहिला भने अगाडि बस्छस् क्या त्यो झोलालाई राख्ने अगाडि अब जाने हो बिस्तारै ल तिमीलाई पनि यस्तो क्यामेरामा पारिदिन्छु ल बाई बाई है ल यार राम्रोसँग जाऊ यार सन्दीप भाइ ल है ल लगाइ जोरु ल राम्रोसँग जाऊ ल सेफ राइट है ल ल बाई 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 ल क्यामेरा आउन पाएको त केटाहरू खुसी भयो क्या त्यो त मान्छे राक्षस हो मान्छे बाइक चलाउने हो सन्दीप भाइ कि होइन ल हामी चाहिँ निस्क्यौँ यहाँबाट अब कार्के बाटो यस्तो छ क्या ब्रेक अलिकति लागेको छैन सफा गर्दैछ सिसा यहाँ विराजले मै गर्थेँ नि ऊ आफै गर्छु केटाहरूले हाम्रो यहाँ होइन घरतिर जाने भन्ने प्रोग्राम हुँदा हुँदा ठ्याक्क गाडी छिन अलिक माथिपट्टि क्या हामी यस्तरी गाडी बोकेर बसेछौँ अनि छुट्टी बस्नु भन्थ्यो फेरि के पञ्चासे जाम भनेर कुरा आयो यहाँ होइन अनि पैसा हेरेको विराजको इसियामा चाहिँ 3700 रहेछ होइन कार्तुसको मोबाइलमा अघि 3500 थियो अघि खाएको तिरेर सकियो 3500ले पुग्छ हामीलाई 8500मा भन्ने कुरा हो मैले गाडी घुमाएँ अब 8500तिर गयो हामी है यो 8500 भनेको 8500 बेस क्याम हाम्रो नवीन दाईको त्यसो भाइ यहाँ दाई कोही थिएन दाई आएको छैन त्यो अघि नै छैन भनेर झन् फर्केर गएको नि त हामी यहाँ त्यो मेमोरी भन्दा नि फोन के यो फोन के पनि फुटेर ना सपोर्टै गर्दैन के गर्दैन सपोर्टै गर्दैन एउटा भन्छ हामी पछाडि बस्छ एकछिन पछाडि चाहिँ यस्तो छ क्या दाइको यहाँ पछि उहाँ माथि गएर बस्दिनु बोलाएको छ भनेको कि भित्र त कोठामा त हरिब हुन्छ नि त फेरि त्यहाँ त होइन सही छ त्यहाँ के माओवादी जस्तो लाग्छ के अरे ए यो स्टार भएपछि माओवादी हो क्या चिक्को भएर सोल्टीको मजाले यहाँ सोल्टीको पुल हौसमा आइसक्यो फेरि सोल्टीहरू उहाँ छ है लगाएछ हेलो 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 है हामी त यहाँ सोल्टीको पुल हाउसमा आएको पानी परेर यहाँ सोल्टी हामी निस्किनु पऱ्यो फेरि सोल्टी निस्किन्छ हामी त यहाँ है ल सोल्टी ल सोल्टी बाई बाई फेरि भेटौँ पानी पऱ्यो कि अरे हतार हतार भयो ल भाइ है फेरि भेटौँला तिमीले है अस्ति कल गरेको तिमीले नि है ल फेरि भेटौँला है ए बिरा जाने गर्न लागिराखेको ल तिमीलाई नि फेरि भेटौँ है ह्याप्पी बर्थडे विस गरिदेऊ नि त ह्याप्पी बर्थडे ल ल बाई बाई है सोल्टी ल बाई बाई है बाई बाई गाइस बाई बाई पानी पर्छ याद राख्नुपर्छ यार बाहिर त मेरो त भइसक्यो पानी परेछ अब अफ हामी चाहिँ बर्थडे मनाउँदा के अरे बिराजी ठाउँमा डिटेल पेट भन्ने रेस्टुरेन्टमा आएर टक्कै यो के नुडल्स है किमा नुडल्स भन्ने बफ होइन अनि केटाहरू चाहिँ बियर पनि लिइसकेको छ यसलाई चाहिँ पानी छ अहिले लस्सी भन्दा यसो होइन गीत बोलिसक्यो है पानी हाल्नु अलिक लस्सी आउँछ मेरो यो पनि बफै हो होइन यहाँ हालेर खानु पऱ्यो यतापट्टि हालौँ नि
यहाँले त चटनी माछा पनि खिच्न भयो खेर मासु त हरि मिठो खाँदै आज उताको मोमो खाएर त अर्कै रहेछ मोमो त्यो ल गाइस मिठो रहेछ यार भन्दै गर्छ म त्यहाँ क्यामेरा है खानेकुरा त आएको रहेछ है लस्सी आयो मेरो अनि यहाँ अर्को छ नि हामी म्युजिक बजेर उनी खिच्नै जाऊ गाइस ससेज रे त्यत्रो ससेज देखेको थिएँ कहिले मुखमा पनि नअर्ने खालको राखिदिनु पर्छ मिठै रहेछ मिठो छ